नमस्कार सबैजनालाई। मैले आज लिएर आएको भिडियो यो निशुल्क अनलाइन कोरियन कक्षा सञ्चालन सम्बन्धी सूचना जस्तै यो कक्षामा कसरी लगइन गर्ने अनि कसरी क्लास लिने भन्ने बारेमा भिडियो लिएर आएको छु। एचआरडी सर्भिस अफ कोरिया IPS सेन्टर ग्वारको ललितपुरको मिति 2082 वैशाख 15 गतेको पात्रोमा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी योग्य सूची रोस्टरमा समावेश भएका सम्पूर्ण विद्यार्थीहरूको लागि निशुल्क अनलाइन कोरियन भाषा कक्षा सञ्चालन गर्ने भन्ने बेहोरा उल्लेख भएको हुँदा रोस्टरमा रहेका सम्पूर्ण व्यक्तिहरूले तपसिल बमोजिमको लिङ्कमा गई दिए बमोजिम युजर नेम र पासवर्डबाट लगइन गरी निशुल्क रूपमा अनलाइन मार्फत कोरियन भाषा सिक्न सक्ने बेहोरा सम्बन्धित सबै जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। जस्तै अनलाइन क्लास लिनको लागि यो युजर म्यानुअल भन्ने लिङ्क छ अनि अर्को युजर नेम पासवर्ड अनि IPS नेपाल कोरियाबाट आएको युजर नेम र पासवर्ड यसरी सबैलाई मेसेजमा आएको थियो। यो चाहिँ मैले यहाँ ब्लर गरेर राखेको छु, देखाउन मिल्दैन यसलाई। अब सिधै वेबसाइटमा गई मैले लगइन गर्ने तरिका सिकाउँछु। यसमा लगइन गर्नको लागि तपाईहरुलाई IPS नेपालले पठाएको 9 अङ्कको युजर नेम र पासवर्डहरू राखी लगइन गर्नुपर्छ। जस्तै मैले यसमा ब्लर गरेर राखेको छु, यो नदेखाइकन। अनि यसमा लगइन गरिसकेपछि भित्र यस्तो वेबसाइट खुल्छ। अनि यसमा गएपछि यहाँ क्लासहरू छ, सामान्य बेसिकहरूदेखि ग्रामरदेखि लिएर क्लास छ। यसरी लगइन गरी हेर्न सकिन्छ।